अब यसलाई हामी प्रयोग गर्दाखेरि पहिला यो भित्र एउटा वाल हुन्छ। हामी ग्यास रेगुलेटर लगाउँदाखेरि यहाँ एउटा लिक हुने एउटा यसको भल्भ हुन्छ, एउटा रबर हुन्छ। यो चाहिँ पहिला के भन्दाखेरि हामीले भन्दा पनि गृहिणी भाइ बहिनीहरू आउनुभएको छ जसले खाना पकाउँछ जो भान्सामा बस्छ, तपाईँहरूलाई एकदमै जरुरी छ तपाईँले रेगुलेटर खोल्ने बित्तिकै यसमा लगाएर यो फिट गर्ने बित्तिकै यहाँबाट स्वाहा गरेर हावा आउने बित्तिकै ग्यास आउने बित्तिकै यो भित्र एउटा रबर हुन्छ, यसलाई निकाल्न सकिन्छ। एक दुईजना बहिनीहरू अगाडि आइदिनुहोस् न। यो कुनै पेचकसले यसलाई यसो गरेर निकालेपछि रबर आउँछ। यदि यो रबर कटेको छ भने पनि तपाईँ रेगुलेटर लगाउने बित्तिकै तपाईँ यहाँबाट ग्यास निक्लिन्छ। तपाईँ लाइटमा पालेपछि अब यसलाई तपाईँ यो किन्न पर्दैन। यदि तपाईँको डिलर छ भने डिलरमा फ्रीमा पाइन्छ, पैसा तिर्नु पर्दैन। यदि डिलर पुरानो सिलिन्डरबाट यसरी कटेको छ भनेदेखि तपाईँको डिलरबाट निस्किनु पाउनुहुन्छ। यदि डिलर छैन भने पनि पुरानोबाट तपाईँको लिएर यो चाहिने भाग भित्र भाग कटेको हुनु त्यो चिज त्यहाँ हुनु पर्यो, हुनुपर्छ। त्यस कारण भएर पनि लिँदाखेरि तपाईँको त्यो खोल्दाखेरि अब तपाईँले नयाँ अर्को सिलिन्डरमा झिक्यो भने यसलाई यो भागमा मोडिदिनुहोस्। यो गोलो छ, यसलाई यस्तो गरेर मोडिदिनुहोस्। यो मोडिसकेपछि यो सानो भाग भयो। अब यो सानो भागलाई तपाईँ यहाँभित्र घुसाइदिनुहोस्। यो घुसाइदिएपछि एउटा पेचकस भाडाले फेरि तपाईँलाई यसलाई यसरी गरेर लैदिएपछि सिसा कलमले केले घुमाउँदा यो अब तपाईँको फिट भइहाल्यो। जहिले हेर्नुहोस् अब जस्तै यसरी गर्नु, यसरी ठ्याक्क ठाउँमा आउनुपर्छ। आइसकेपछि के छ भने उहाँले होइन यो आइसकेपछि जस्तै यो भयो होइन। अब तपाईँ ग्यास हेर्नुहोस्, अब लिक छ कि छैन भन्ने कुरा छ। लिक छैन, एकछिन छैन। अब ग्यास कसरी आउँछ यसरी आउँछ, लिक छैन। ग्यास भने डराउनु पर्दैन। उहाँले भन्नुहुन्छ यो कसरी बाल्दाखेरि यहाँ यसरी छोप्नु पनि सक्यो, आत्ति नै हुनु मुख्य कुरा। अब यो छ यसरी बन्द गर्नु। जस्तै अब यो कटिसक्यो, यो कटिसकेपछि फाल्ने दुईवटा कुरा। पहिला हामी त्यसपछि हामी रेगुलेटर र पाइप सबैभन्दा जरुरी चाहिँ रेगुलेटर। यो चाहिँ तपाईँको के छ भने हामीले 2-4 पैसा सस्तोको लागि हामीले रेगुलेटर भनेको चाहिँ यसको चाहिँ सास फेर्ने ठाउँ हो। यसबाट नै बाहिर निक्लिने हो। जबसम्म यो भल्भ यो हामीले यो खोल्दैन तबसम्म ग्यास निक्लिँदैन। यसले गर्दाखेरि हामीले कति जोखिम हुनु कारण यो के नेपालको एनएस कि इन्डियाको आइएसआई भन्ने एउटा गुणस्तरीय मापदण्ड अनुसार इन्डियनको लागि आइएसआई भन्छ, नेपालको लागि एनएस भन्छ। यो एनएस जुन लागेको छ एनको चिन्ह चाहिँ यो गुणस्तरीय छ भनेर नेपाल सरकारले दिएको मान्यता हो। र पाइप पनि दुई किसिमको हुन्छ। एउटा रबरको पाइप यो हुन्छ। यो पाइप अलिक जोखिमपूर्ण छ। हामी कतिपय डिलरहरूले अथवा कहीँबाट लिँदाखेरि यस्ता रबरको पाइपहरू जुन चिज यो कमसल हो है, यसमा पनि एनएस भएको। यसमा के छ भने तपाईँको यो भित्र पनि तार हुन्छ। यो भित्र फलामको तार हुन्छ। यो वेट पनि अलिकति बढी हुन्छ र यसले गर्दाखेरि सकभर एनएस लागेको गुणस्तरीय यो पाइप तपाईँहरूले लिनु पर्यो। अर्को भनेको हामी सानो हेल्चेकेर के गर्छौँ भनेदेखि यो क्लिप लगाउँदैनौँ। कतिपय मान्छेहरूले क्लिप नभए पनि भइहाल्छ भन्छ, हामी सिधा रेगुलेटर घुसाइदिनु मात्रै हाल्छौँ र चुलोमा घुसाउँछौँ। यो क्लिप नलायो भने के हुन्छ भने कहिले कहिले हामी यो रेगुलेटर खोल्छौँ, प्रेसर आएको हुन्छ। अनि यतातिर प्रेसर जाने ठाउँ आउन त आयो, चुलो बन्द छ भने प्रेसर त बिचमा रहिरह्यो नि पाइपमा। त्यसले गर्दाखेरि छ्याट्ट फुत्कियो भनेदेखि आगलागी हुने भयो सबैभन्दा। अर्को नम्बर कुरा के छ भने हामी भान्सामा के छ भने कतिपयदेखि बिरालोहरू आउला, जाली छैन भनेर झ्याल ढोका बन्द गर्ने चलन छ नि। धेरै कुराहरू के हो, मच्छर आउला, किरा फट्याङ्ग्रा आउला भनेर झ्याल ढोका। सबैभन्दा हामी जहाँ खाना पकाउँछौँ, जहाँ हाम्रो किचन हो, त्यसको झ्याल ढोका चाहिँ खुला भएको हुनुपर्छ। जाली लगाएको हावा खेल्ने ठाउँ हुनुपर्छ जहिले पनि त्यो चाहिँ। अर्को नम्बर कुरा हामी एउटा उपलब्ध पनि गराउन कतिपय त्यसमा पनि सबै दिएको छ। हामी के गर्छौँ भनेदेखि खाना बसाल्यौँ, दाल बसाल्यौँ, दाल बसालेर ग्यास चुलो अन गऱ्यो। अनि हामी यता पत्रिका पढ्ने अथवा घाँस काट्न जाने अरू काम गऱ्यौँ। अनि त्यो दाल उम्लियो अथवा दुध उम्लिएपछि के हुन्छ भने ग्यास लिभ्यो। ग्यास त लिभ्यो, हामी के ढुक्क हुन्छ भने अब ग्यास बन्द गऱ्यौँ भन्ने गरेको भुल्नु सकिन्छ। त्यसले गर्दाखेरि के सवाल छ, हाम्रो परिवारसित सवाल छ र हाम्रो टोल यो एउटा आग लागि भएर एउटा परिवार मात्रै जाने भने त्यसले टोल पनि बर्बाद हुनसक्छ। त्यस कारण म के भन्छु भने हामी खाना बसाल्छौँ अनि कतातिर अरू काममा व्यस्त भयो भने त्यो खानेकुरा उम्लिएपछि त्यो ग्यास त लिभ्यो तर ग्यास आइरहेको हुन्छ। आइरहेपछि के हुन्छ भने हामीले कहिले कता अहिले अब कहिले मोबाइल चलाउँछौँ,
दाजु एकैछिन कहिले ढुक्क छ कि हामीले ग्यास बन्द गरेछौँ तर बन्द भएको छैन त्यो निभेको हो आफै निभेको अनि कहिले कहिले मोबाइल चलाउँछौँ अथवा कहिले हामीले बत्तीको स्विच अन गर्छौँ त्यसमा स्पार्किङ हुन्छ स्पार्किङ हुनेबाट के हुन्छ ग्यास त घरभरि थुनिएको हुन्छ नि त्यो ग्यास गइरहेको हुन्छ त्यसले गर्दाखेरि आगलागी हुनसक्छ अब आगलागी भइ अहिलेसम्म हामी के भन्छौँ भनेदेखि यो आगलागी हुन नदिनेको कुराहरू भयो अब आगलागी भइहाल्यो भने के गर्ने त हुन नदिने कुराहरू त यही नै भयो प्रक्रियाहरू यही नै भयो आगलागी हुने भनेको चाहिँ हामीले आगलागीबाट बच्नको लागि तपाईँले कहिले कहिले हामीले यसमा क्लिप लगाउँदैनौँ क्लिप नलागिसकेपछि हामी खाना पकाउँदै थियौँ खाना पाक्दै थियो पाक्दा पाक्दै तपाईँको के भयो भने क्लिप फुत्किहाल्यो क्लिप फुत्किने बित्तिकै त्योबाट आगो भएर त्यसबाट आगो लागि भयो आगलागी भयो यो भइहाल्यो भने हामी के गर्ने हामी भागेर आत्तिएर भागेर जान्छौँ कि त्यसले गर्दाखेरि अर्को आगो टिप्दै जान्छ अब हामी सावधानी के गर्न सक्छौँ भनेदेखि त्यसलाई होसियारपूर्वक झट्ट बन्द गरिदिनु अब तपाईँ आत्तिएर कहिले कहिले यो रेगुलेटर पनि बन्द गर्नु पनि पर्यो र कहिले कहिले किनभने हामी सबैभन्दा सावधान किन हामी ढुक्क त अब हामी बच्नु कसरी के भागेर मात्र बस्यो समाधान छैन समाधान के भने तपाईँ भाग्नु भने तपाईँ आफै बाँच्नु भयो तर अरू क्षति त हुँदै जाने भने गाउँमा क्षति हुने भयो त्यस कारण आफू भाग्नुभन्दा पनि पहिला यसलाई बन्द गरेर कहिले पनि ग्यास चाहिँ हामी आगलागी भयो भनेदेखि हामी के गर्छौँ भने पानी हालेर निभाउनु खोज्छौँ पानीले चाहिँ यो ग्यास निभ्दैन यहाँहरूलाई पनि देखाइरहेको छु पानीले मात्र ग्यास निभ्दैन आयो यो तपाईँ पानीमा ह्याड डुबायो भने तपाईँको यो आगो पानीमा फुट्दैन पानी निभ्दैन पानीले कहिले पनि पानीमा पानी मात्र हुँदैन त्यसको लागि हामी ओह्राले झ्याप्पा हान्छ पानी चाहियो क्या या त पानी भयो चाहिँ गरौँ मान्छे आइहाल्छ नि यो आगलागी भयो भने हेबाट फुट्यो भने बाल्टिनले चलाएर हुन्छ भने बाल्टिनमा यदि तपाईँको यो पाइपबाट फुट्केछ भने एउटा प्लास्टिकको बाल्टी त्यो बाल्टीले फुट्यो तान्छ त्यो प्लास्टिकको बाल्टी चाहिँ आफै कुचेर आउँछ र त्यो बन्द गरेर पनि निप्छ तर यो पाइप छ भनेदेखि तपाईँको हावा यहाँबाट जान्छ र त्यसले निप्नु सक्दैन त्यसले गर्दाखेरि यो पाइपबाट फुट्केछ भने अर्को प्लास्टिकको बाल्टीबाट ढाकेर पनि निभाउन सकिन्छ अर्को एउटा के छ भनेदेखि यो पनि देखाएको हुन्छ होइन योबाट फुट्यो भनेदेखि यसलाई यसरी निभाएर पनि यसरी पनि बन्द गरेर पनि हुन्छ भन्छ तर यसमा जोखिम के छ भनेदेखि कहिले कहिले यताबाट सबै बन्द भयो नि त निप्न त निप्छ तर कुनै किसिमले यसरी हामीले यताबाट गएर झुकेर यता ल्यायो भने त्यो त आफैतिर आयो होइन सानो अघि पनि हाम्रो त अलिकति जन्मिन भएर कमजोरी भयो नि यस्ता कुराहरू के पनि हामीले गर्दा गर्दा सिक्यो त्यसमा दण्ड हुनुपर्छ त्यस कारण यसलाई पनि के छ भनेदेखि यदि ठुलो प्रकार कम्मलहरू ठुलो छ भनेदेखि आफूतिरबाट यो फुट्के छ भने आफूतिरबाट गएर बिस्तारै लिएर जाने झ्याप्प बन्द यो पनि एउटा हुन्छ तर कहिले कहिले झुकेर फेरि अगाडिबाट लिएर आयो भने त्यो यतातिर आउने हुन्छ त्यस कारण सबैभन्दा सावधानी भनेको के भनेदेखि हामीले चिजहरू राम्रो किन्नु पऱ्यो त्यसको अथवा कुरा छ कि छैन र त्यसलाई कसरी प्रयोग गर्ने कतिपय के छ भने भण्डारण जहाँ गरिएछ कहिले कहिले सर्टिफिकेट टाइममा एउटा घरमा 3-4वटा ग्यास पनि गयो कि यदि ग्यास राख्ने ठाउँमा तपाईँको बिजुलीको स्विच सकभर नराख्ने भन्छ कि किनभने ग्यास कहिले कहिले लिकेज भएको त हामीलाई थाहा हुँदैन गरे जान्छ त्यो लिकेज यदि छ भने हामीले स्विच त्यसको नजिकै ल्याएर कहिले जानुपर्छ ठ्याक्कै गर्दाखेरि स्पार्किङ भएर अस्ति त्यो पनि बिजुलीको स्विचबाटै भएको यस्तो घटनाहरू बच्नलाई पहिला हामी सावधानी अप्नाउनु पर्यो र त्यसपछि हामीले खाना पकाउँदाखेरि कतिसम्म होसियार हुने झाल ढोका खुला राख्ने रेगुलेटर राम्रो अब खाना पाकिसकेपछि पहिला तपाईँको के गर्नु पऱ्यो भनेदेखि पहिला रेगुलेटर बन्द गर्नु रेगुलेटर बन्द गरिसकेपछि यहाँ भएको पाइप जति चुलोमा गएर चुलो बलिसक्छ अनि बल्ल चुलोको नब बन्द यो पहिला हामी के गर्छौँ भनेदेखि कतिपयले यसलाई मात्रै बन्द गरे हुन्छ खाना पाकेर मात्रै बन्द गर्छौँ बन्द त भयो त्यो पनि रहिरहन्छ कहिले कहिले अचानक कुनै लिक छ भनेदेखि यो बन्द भयो पाइपमा पहिला अघि भनेको छैन पाइपमा चाहिँ ग्यास भरिएको हुन्छ अनि हामी त्यो चुलो त बन्द छ तर यसमा यो भरि ग्यास अहिले प्रेसर आएपछि यो फुत्किन सक्छ अब एउटा यसमा के छ भनेदेखि अहिले नेपालमा
रेगुलेटरमा के छ भने तपाईँ कुनै पाइप चाहनु यहाँबाट पाइप फुट्यो भने त्यो रेगुलेटरले अटोमेटिक बन्द गर्ने आफै बन्द पनि हुन्छ है त्यो अलिकति काट्न अब महँगाइमा जमानामा त्यही नै किन्नुपर्छ भन्ने कुरा होइन तर सावधानी त्यसमा एकदम छ त्यसले कति किलो तौल छ मेरो ग्यास कति सिद्धिन लाग्यो अब कति बाँकी छ भन्ने पनि देखाउँछ त्यो महँगो चाहिँ महँगो पर्छ र तपाईँको कुनै किसिमले मुखाले काट्यो ग्यास उयो पाइप फुत्किहाल्यो भने पनि त्यसले अटोमेटिक कन्ट्रोल गरेर त्यसले अब ग्यास बाहिर निकालेर दिँदैन बुझ्नुभयो होइन तपाईँले केही छ तपाईँको यो रातो छ यो एउटामा तपाईँको हरियो आकाशे रङको छ होइन स्काई ब्लू छ यसमा चाहिँ के लेखेको छ भने तपाईँले देख्नुभयो होला P28 यसले के गरेको छ भने यो कहिले सालसम्म चलाउनु हुने भन्ने कुरा महिना पनि लेखिदिएको छ यसमा साल पनि लेखिएको छ तर कतिपयले थाहा छैन यो 3 का 28 कसरी महिना साल चिन्ने होइन अब यसमा के हुन्छ भने यो तलको जुन लेखेको छ यो 28 भनेको यो 2028 हो इन्डियन तारिक 2028 28सम्म अहिले 25 चलिरहेको अब त्यो 28 सम्मलाई कम चल्छ अब माथि डी लेख्यो नि एबिसी यो 3 महिनालाई उनीहरूले टार्गेट बनाएको हुन्छ एबिसी भनेको यस्तो जनवरी फेब्रुअरी मार्च होइन होइन यस्तै गरेर 3 महिना गरेपछि एबिसिडी होइन बी यसरी लेखेको हुन्छ र तलको जुन भनेको चाहिँ त्यो साल हो 2028 सालको डी भनेको चाहिँ त्यसपछि यो सिलिन्डर काम चल्दैन काम नगर्नु तपाईँले युज नगर्नु तपाईँले नलिनु भन्नु पर्यो 15 किलो 400 ग्राम भनेको चाहिँ यो भाँडाको तौल हो फरक हुन्छ यो 14 किलो नेट वेट भनेको 14 किलो 200 ग्राम जुनसुकै कम्पनीको भित्रको झोल हो त्यो त्यति नै हुन्छ यसमा कुनै यो कम्पनीको तलमाथि हुँदैन यदि तपाईँहरूलाई कुनै चिजमा शङ्का लाग्छ भने डिलरसित तौलेर पनि लिन सक्नुपर्छ है तौल्दाखेरि के गर्नु पर्यो 14 किलो 200 ग्राम प्लस 15 किलो 400 ग्राम कुल तौल्दाखेरि त्यति पुग्नु पर्यो कतिपय हल्ला छ फल्ला कम्पनीको ग्यास कमी छ यो डिलरले झिकेर दियो कि थोरै भयो भन्ने हुन्छ नि तपाईँलाई शङ्का लाग्यो भने डिलरसित तौलेर लिन पाउनुहुन्छ यसमा सिल हुन्छ त्यो सिल तपाईँले कतिपय तान्न नसकेर बन्द गर्ने तान्न नसकेर तपाईँले धेरै गाह्रो हुन्छ यो पिन हुन्छ यो माथि तान्ने यो आफूतिर तान्ने यो हुन्छ यसलाई जबदेखि अम्लाले यसो लगाएर यसलाई पहिला आफूतिर तान्ने अनि यसलाई निकाल्ने यदि लिकेज भयो भनेदेखि यो सेफ्टी क्याप चाहिँ तपाईँ लगाउनेलाई के गर्नु अट्याचिए भइहाल्छ यो आउँदैन अब तपाईँको अनि यो चाहिँ के हुन्छ भने तपाईँको यदि लिकेज छ भनेदेखि आफ्नो घरको खुला ठाउँमा आँगनतिर भित्र नराखेर आँगनतिर राखिदिनुहोस् त्यो चाहिँ रिटर्न हुन्छ डिलरमा लैजानुहोस् अर्को चिज पाउनुहुन्छ के छ